त्यही सबैजनालाई आज हामी सन्तानेश्वर मन्दिर दर्शनको लागि आएको छौँ। शनिबार होला है। सानो सानो ए यहाँ यता हेर त ए दिनु 5 रुपैयाँ तपाईँ राख्नु भो छोरा के हो यता हेर बन्धु बाबा ल 5 रुपैयाँ तपाईँ राख्नु है ल पैसा साट्न जान लागेको थिएँ। यहाँ माथि एकजना दिदी पैसा मागेर बस्नु भएको रहेछ। उहाँसँगै साटेर उहाँलाई पनि 5 रुपैयाँ छोडिदिएँ। अब हामी माथि लाग्दैछौँ। कस्तो छ यहाँ माथिको माहौल तपाईँहरूलाई पनि देखाउनेछु। कृपया भिडियो हेर्दै जानु होला। सिडी चढ्नुपर्ने रहेछ, अलिअलि गाह्रो भयो, रमाइलो भइरहेछ। यस अब चाहिँ हामी मन्दिरको लगभग गेटमा आइपुगिसकेका छौँ। हामीले चाहिँ उता मन्दिरमा पूजा गरिसकेका छौँ। पूजा गरेर यहाँ बत्तीहरू चाहिँ यता बाल्नु रहेछ। बत्ती बालेर धुप चढाएर यहाँ गर्दैछौँ। अब उनीहरूको बत्ती बाल्ने काम सकेपछि बाबु मसँग छ। अब बाबु उनीहरूले लिन्छन् अनि म चाहिँ अब यसपछि धुप बत्ती बाल्नेछु। के गरेको लगभग उनीहरूको अब सकियो। अब मेरो टर्न। ल ल फाइनली मैले नि धुप बालेर बत्ती बालेर सकेँ। अब हामी उता कस्तो छ हेर्छौँ, फोटोसोटो खिच्छौँ, कता कता के छ। यहाँ म फर्स्टचोटि आएको हो, त्यही भएर हजुरहरूलाई पनि देखाउने छु। ए बुन्डु बेबी यता हेर तर सान नारियल टोकिला काग बोला त्यो उडेर होइन परेर सानो बेबी बेबी हेलो बाबु सुनि त्यसो गर्न न नाची नाची गर न उता हेर माथि चाहिँ बाबुको दुई चारवटा भिडियोहरू सुट गरिदियो, फोटोहरू पनि खिचिदियो। अनि तल आएर खाजा खाऊँ भनेको, यहाँ खाजा रहन्छ। अनि अब तलै गएर खाने भनेर अब हामी चाहिँ फेरि फर्किसकेका छौँ। अब यहाँ तल दुई चार ठाउँ फोटो खिच्न मिल्ने राम्रो राम्रो ठाउँहरू रहेछ, त्यहाँ गएर फोटोहरू खिच्छौँ। हेलो गाइस, हामी चाहिँ आज सन्तानेश्वर मन्दिर घुम्न दर्शन आएको छौँ। नानीको कुरा हुन्छ होला। के किन लाग्यो?
सानै यहाँ हेर चाहे उसलाई फेरि है ठिक हुन्छ मलाई हेर समात न हाँस्यो आज यहाँ यस्तो समातेर लागेको नि कहाँ अनि त्यतिकै हाल्छ अरे अम्ला उसले खेल्ने मात्रै हो कि लाउँदैन त्यो हातमै त्यो ऊ चुरा छ फक्कटमा उ गर होइन बेबी यहाँ चाहिँ यिनीहरू केही काम लाग्ने सामानहरू छ कि चिनो लगेर जाउँ भनेर हेर्दैछन् हेरौँ के किन्छन् यिनीहरूले हेलो हामी चाहिँ घुम्न आएको छौँ सन्तानेश्वर मन्दिर दर्शनको लागि म र बुढी साली छोरो अब हामी केही फोटो खिच्नलाई त्यो ठाउँमा जानेछौँ साह्रो हो त्यहाँ उता ढुङ्गामा हाल्ने है अब नडियल खानु हो भनेर न के भन्दा किन लान बाँदैन होला यो त पर्छ नि यहाँ त ड्राई पिकनिक आउँछ ढुङ्गा हो बनाएर राखेको के हो यो सानो सानो बोलाइदिएछ नि सानो डङ 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 बाम 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 के बाम बाम हा के बाम बाम सानो यहाँ राखौँ ढुङ्गा यो ढुङ्गा गाडेर बनाएर राखेको क्या होला यो ब्यागसँग त छैन बाम 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 हेर आउन के गर दे कति नाटक के गर दे नाटक के को नाटक छोरा खिदिन बोलान छैन ओ बन्टो भिडियो गरेर हाम्रो मोबाइल ल्याउ समाधान चाहियो भन दिन्दी ल्याउ सो गाइज हाम्रो लागि चाहिँ खाजा आइसकेको छ अब हामी चाहिँ खाजा खान्छौँ मोमो चाउमिन चिकन चिल्ली आइसकेको छ अब हामी चाहिँ केही नसोची खाजा खान्छौँ एकदम भोक लागिरहेको छ बाटो एकदम हिलो रहेछ त्यही भएर यो पुलबाट आउनु पर्ने भयो अब यसपछि चाहिँ हामी बाबुलाई भात भट्टिनी लिएर जानेछौँ त्यहाँ एकछिन खेलाउनको लागि उसलाई एकछिन भए नै रमाइलो होस् भनेर फाइनली गाइज हामी चाहिँ भात भट्टिनी पनि आइसकेका छौँ अब यहाँ कस्तो के छ हेर्दै जाउँ बाबुले चाहिँ अरू बच्चाहरू गाडी खेलेको देखेर एकदमै रहर गर्यो त्यही भएर बाबुलाई एकछिन गाडी खेलिदिनु पऱ्यो टिकटको चाहिँ 100 रुपियाँ रहेछ ठिकै छ केही छैन उसको रहरको लागि एकछिन त्यही भएर हेर्नेले तल खाँचले
गाडी पार्किङमा राख्दियो अब फाइनली गाइज बाबु खेलेर पनि सक्यो अब हामी चाहिँ फर्किँदैछौँ रुमतिर अब फोटोहरू पनि खिच्यो बाबुले पनि खेल्यो गाडी एकछिन रमाइलो भयो यस अब हामी चाहिँ घर लाग्दैछौँ अब आजको ब्लग सायद यति नै हुनेछ यो भिडियो चाहिँ सबैजनाले पुरा हेरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला राम्रो नराम्रो जे जस्तो भए पनि आजको लागि चाहिँ भिडियो यति नै सबैजनालाई बाई बाई टेक केयर अल गाइज